ल यता हेर्नु न भाइ देखेन सम्पूर्णलाई है पीपीसी भ्लग हेर्नु हुने सबैजनालाई आजको भ्लग चाहिँ कताको हुनेछ भन्दा चाहिँ नि हाम्रो स्कुलको हुन्छ हो गाइस। किन भन्दा चाहिँ आज चाहिँ अब तपाईको हैन पीपीसी भ्लगर चाहिँ बिजनेस हान्नु जाँदैछ नि त काँक्राको काट्दै पिस पिस बनाए बेच्ने प्रोग्राम हुँदैछ। अन्त हेर्नुहोस् होला है पीपीसी भ्लग चाहिँ काँक्रा चाहिँ हैन यो तुनियाबाट छ। अब आज चाहिँ फर्स्ट दिन टराई हान्नु गएको नि त यसो काँक्राहरू बिक्यो भने चाहिँ हैन गाइस पीपीसी भ्लगरले फेरि दिनै हो भोलिदेखि चाहिँ बोराको हिसाबमा लान्छ हो गाइस। अहिले चाहिँ रेडी भइसक्यो अन्त अब चाहिँ गाडी पर्खिँदैछु। अन्त गाडी आएपछि चाहिँ तपाईको पीपीसी भ्लगर लागिदिन्छ माथितिर बिजनेस हान्नु। अन्त आज दिनभरिको भ्लग है कस्तो हुन्छ हेरिदिनुहोस् होला। र मैले है 3-4 दिन भयो भ्लग गर्नु पाएको थिइनँ किनकि म बिमार पनि थिएँ प्लस स्कुल है क्लास 12 मा त्यति पढाइ पनि बेसी हुन्छ त्यही कारण भ्याउँदैन पनि हो गाइस। यता घरको पनि कामहरू गर्नुपर्छ। अब चाहिँ है मेरो चाहिँ आजदेखि चाहिँ टार्गेट के छ भने चाहिँ 10 दिन जति पनि म है मेरो छुट्टी छ समर भ्याकेसनको आजदेखि स्टार्ट भयो 27 तारिकदेखि म 10 दिन चाहिँ है कन्टिन्यू भ्लग हाल्नेछु एउटा भए पनि है तपाईहरुलाई यसो मनोरञ्जन गराउने छु हैन गाइस। तपाईहरु चाहिँ तर पीपीसी भ्लगर चाहिँ छोड्नु भएन नि त। पीपीसी भ्लगलाई चाहिँ तपाईहरुले यस्तो सपोर्ट हान्दिनु पर्यो हैन गाइस। सपोर्ट हाने नि त अलिक पीपीसी भ्लगर उक्सिन्छ नि त तपाईको हैन गाउँको दाजुभाइ हुन्छ गाइस। अब टासिटिङमा देखाउँछु तपाईहरुलाई एकैचोटी हो गाइस। देख्न सक्नुहुन्छ स्टलहरु हो मेरो चाहिँ परनी रहेछ सामानहरु। अन्त तपाईहरुलाई चाहिँ म के देखाउन आँटेको भन्दा चाहिँ यो चाहिँ हाम्रो स्कुल हो हैन। अन्त यतिकै थियो नि पहिलाको भ्लगमा नै मैले स्विमिङ पुल चाहिँ देखाएको थिएँ। अहिले चाहिँ यति दामी बनिएको छ है हाम्रो स्कुलको स्विमिङ पुल। अहिले चाहिँ कम्प्लिट भएको छ हो। अन्त अहिले 1 बजेदेखि मात्रै हुन्छ अरे नि त प्रोग्राम देख्न सक्नुहुन्छ हो। पानीहरु लाएर दामीसँगले भरिदिएको छ हो। यो चाहिँ चेन्जिङ रुम हो देख्न सक्नुहुन्छ एकदम दामी छ है स्विमिङ पुल हाम्रो स्कुलको। तपाईहरु पनि है यसो छुट्टीमा टाइम पास गर्नलाई है स्विमिङ गर्न आउन सक्नुहुन्छ फ्री अफ कस्ट हो पैसा लाग्दैन है अरु स्विमिङ पुल जस्तो। अन्त अब प्रोग्राम चाहिँ 1 बजेदेखि सुरु हुन्छ अरे नि त। अन्त अब 1 बजेदेखि चाहिँ है मेरो पनि अलिक बिग छ होला काँक्राहरु है पर छ मेरो चाहिँ राखेको सामानहरु। अन्त अहिले नै 1 बजेदेखि मात्रै स्टार्ट हुन्छ अरे। अहिले चाहिँ भर्खर 10 मात्रै बज्दैछ नि त। त्यही कारण है गाइस हेरिरहनुहोस् होला है पीपीसी भ्लग। जिल्ला मेम्बर वीरेन्द्रज्यूलाई आइदिन यहाँ जतिजनाले पनि उपस्थिति जनाउनु भएको छ हजुर सम्पूर्णको नामावली हरेक जग्गामा योगदान धेरै छ। उहाँ आज हामीबाट उपस्थिति जनाइदिनु भएको छ। उहाँलाई पनि हामी सम्पूर्ण आयोजक समितिको तर्फबाट सुंदर में